वेलकम ब्याक टु अ न्यू डे विथ एला प्रोडक्सन गाइज। सो आज हामी चाहिँ बाहिर निक्लिने प्लानमा छ। लाइक धेरै टाढा छैन, आई गेस 3 पानीसम्म जाने प्लान छ। केटाहरू रेडी हुँदैछ, क्यामेराहरू सेट गर्दैछ। सो आज कहाँसम्म? 3 पानीसम्म। क्यामेराहरू चाहिँ रेडी हुँदैछ। लेट्स गो। अब कल पनि गर्नुपर्छ। के हो यो? झ्याल चाहिँ खुल्लै छोड्दैछ। अरू चाहिँ केही गरेको छैन नि? हाम्रो झ्याल खुल्लै थियो लास्ट नाइट। यहाँ चाहिँ अब बिरालोले केटीले सिट हान्दै रहेछ। यहाँ चाहिँ यत्रो वाइ ठुलो छ यार। यता कति ठुलो हो यो? त्यही भन्छ पनि यहाँ बम ठुलो ऱ्याट रहेछ यहाँ। यसलाई चाहिँ फाल्नु पऱ्यो यार। That's a bike, it's a bike, your bike. Just to find one long road, right? Motor. आधी बाटो पुग्यो। कस्तो भइरहेको छ बाइक? तर ठोकिरहेको अरे ठाउँमा कताहरू त। तेरो त केही भएको छैन नि? अहिले हेर्न कपडाहरू सबै फोहोर भयो। यहाँ चाहिँ कहाँबाट ढुङ्गा आएर लागिरहने ल्याम्मै तलबाट। त्यस्तो त केही भएको छैन। मजा आइरहेछ नि। भाइलाई पछाडि बसेर कस्तो सिट भइरहेछ? मजा आइरहेको। मलाई चाहिँ भ्यू हेर्न कस्तो दामी छ हो। माथि भाइ पागल हुन्छ अहिले। तर 3 पानी त वान अफ द बेस्ट ठाउँ नै हो। हालत त अब त्यस्तै भएको छ, केही छैन। बाटो पनि दामी छ उता। भ्यू नाइस छ। आज म सुतेको यादमा के हुन्थ्यो यार मेरो यार। कसम भ्यू मिस हुन्थ्यो है। यस्तो मिठो भ्यू मिस हुने रहेछ नि। अहिले तिमी पागल हुन्छ माथि हिँडेन त। 12 seconds later. सो फाइनली हामी पुगिसक्यो 3 पानी। कस्तो छ त 3 पानीको भ्यू? तर हुसु चाहिँ अलि धेरै लागेको छैन। कस्तो भइरहेछ? नाइस मजा आइरहेछ नि।
बाटो छ यो के हो बक्सुगुटी मिक्स साथैको हाम्रो भेज भाइ अब चाहिँ राम्रो भ्यू भन्नु न यस्तो दामी दामी भ्यू छ यो त मलाई एकजना राइडर यस्तो मौसममा चाहिँ जाडो बाटो दामी छ दामी भन्दैछ तर नाइस एकदम नाइस दामी यो जेसुकै भनोस् होइन तर ठिकै छ दामी अघि हामी यता बसेको उयो क्याफेमा बसेको थियो अब यताबाट चाहिँ बिस्तारै घरतिर अब फेरि ब्याक टु होम तर यस्तो न्यु टाउनमा बाइकको साउन्ड पनि सुनेको छैन तर आनन्द भइरहेछ यसरी यसले गर्दा झन् दामी देखिने त्यहाँबाट भ्यू पनि अब बिस्तारै देखिन्छ होला तर बाटो त लगभग कति 95% त राम्रै छ होला है त्यस्तो हाम्रो अफ रोडिङ यताउता त भएन यो फेरि ब्याक टु द ब्लग अब चाहिँ ल यसरी जानु पनि छुट्टै मजा छ तेल पनि बचिन त बचिन्छ तर अब मेन मोटिभ भनेको चाहिँ तेल बचाउने नि हो ओह्रालोमा किन स्टार्ट गरेर चलाउनु भनेको त्यो पनि अगाडि तेल बचाउने स्टार्ट अफ गरेर चलाएर यहाँ तर भ्यू भन्दा पनि यो सिनारीहरू यस्तो हुसुहरू लाग्ने यस्तो चाहिँ दामी है यहाँ यो ठाउँमा अब यहाँबाट भ्यूहरू देखिन्छ होला बिस्तारै यताबाट अब पानी परिरहेको अवस्था ल ओहो यस्तो यस्तो अलिअलि हो कि होइन मात्र रोड बिग्रिएको छ तर यो त्यस्तो नराम्रो त छैन बाटो तिन पानी त्यहाँभन्दा पनि अझै झन् 15 लगभग 10 किलोमिटर जति अझै माथि छ त्यहाँ गयो भने झन् त्यहाँबाट त झन् योभन्दा नि बब्बाल भ्यू देखिन्छ तर आज हामी गएन अब कुनै दिन मिलाएर जानुपर्छ सबैजना अब आज सुजल एकजना मिस भयो हाम्रो अफिसबाट होइन हामी 3 जना त भयो तर सुजल एकजना मिस भयो आज 3 जनामा बाइक बनाउनु गएको छ अब अर्को पालि सुजल पनि हुँदाखेरि नै हामी जान्छौँ त्यो माथि त्यतिखेर देखाउँछौँ हामी अशोक होइन रहेछ अर्कैवाला ट्रक भारत पेन्ट अङ्कल के गर्नु हुँदैछ मोए हुन्थ्यो अहिले तर यो बादलहरू हुसोहरू माथि आउँदाखेरि ठ्याक्कै त्यो सिट चाहिँ झर्ने क्या पुरै त्यो चिसो सब यहाँ देखाउँदा यहाँ तल यी सब भिजिसक्यो यस्तो पानी भइसक्यो त्यो अघि मैले भनेको यहाँबाट 10 किलोमिटर जति माथि गयो भने राम्रो भ्यू आउँछ भनेको उयो ट्रक गएको ठाउँ यहाँबाट माथि गयो भने चाहिँ दामी नै छ माथि त्यहाँ चाहिँ हामी अर्को पालि जान्छौँ अर्को महिना आई गेस त्यस्तै होला सबै कामहरू भ्याएर हिजो अस्तिको नि अलिअलि काम बाँकी थियो त्यो भ्याएर आज यसो फ्रेस हुन निस्केको हामी 3 जना एकजना चाहिँ छुट्यो आउन नपायो ल अब यहाँ ट्रक आइरहेको छ यस्तो दोम्स के गर्ने हो तर हामीलाई बाटो यस्तो बाटोहरू चाहिँ अलिकति बिग्रेको छ यता चाहिँ यहाँ माथिबाट ढुङ्गा खै के काम हुँदैछ त्यो भएर होला बाटो चाहिँ डेन्जरै छ एउटा इँटा झऱ्यो भने पनि म त हेलमेट लाएको छु बिचरा पछाडि भाइलाई अलिअलि दिमाग कम छ तर है ढुङ्गाएर ठोक्यो भने अलि राम्रै होला कि दिमाग कसो कम छ अरे हो त यतिको बाटो बिग्रिएको थियो तर अब चाहिँ ठिक छ यतातिर चाहिँ अरू ठुलावाला भन्छ तर त्यस्तै हो राम्रै भइरहेछ यता ट्रकहरू चाहिँ लास्टै आउने ट्रकहरू चाहिँ तर यहाँ वाइल्ड
उताको बाटोबाट भन्दा नि बहुत लोडाहरूको ड्रप रहेछ ऊ देखेँ है भ्यू त्यो के यसमा जस्टिस गरिरहेको छ छैन तर ऊ त्यहाँ छ खै यहाँ त के देखेँ ऊ त्यहाँ छ त्यहाँनिर हाम्रो त्यही यसमा यो अल्ट्रा वाइडमा खिचिरहेको छ हामीले त्यो भएर भेट्यो होला तर अति नै दामी आइरहेछ अब चाहिँ दामी पछाडि खै त्यो आइरह यहाँसम्म पछाडि त किरण छ ऊ त्यहाँ पछाडि आइरहेछ आउँछ होला भ्यू आउँछ भन्दा यहाँ देखाउँछ भनेको भ्यू देखाउनै पाइरहेको छैन सबै छिकिन्छ यहाँबाट चाहिँ देखिँदो रहेछ अब चाहिँ यहाँबाट देखाउनु पाइयो देखाउ त देखायो देखियो यहाँबाट चाहिँ तर त्यो घरहरू देख्दैन पुरै काठमाडौँ ललितपुर के हो तर सबै देखिरहेको छ देख्न चाहिँ तर क्यामेरामा चाहिँ देखाएको छैन भन्ने क्यामेराले चाहिँ देखाएको छ कि छैन भन्ने कुरा हो हाम्रो आँखाले त हामी चाहिँ यहाँबाट धेरै तल आइसक्यौँ यताबाट गयो भने चाहिँ पिए पार्क भन्ने पिआइए पार्क हो के पार्क हो त्यहाँबाट जान्छ यताबाट गयो भने चाहिँ अब त्यही हो चापाको हुँदै हामी ललितपुर छ अनि यो बाटो चाहिँ अति नै दामी छ अति नै दामी खुल्ला क्या मजा आउँछ अब यो आन्टी दिदी रेस खेल्न खोज्नुभयो उत्तिकै चिसाइदिएको हल्का फुल्का कुदाउनु हुँदैन यो बाटो तर अति नै दामी क्या अति नै क्या रमाइलो पनि छ डाँडा माथि पुरै माथितिर हेऱ्यो भने चाहिँ पुरै यस्तो डाँडा गरेर छ अब यता अन्त हेर्नु हुँदैन चलाउँदाखेरि पछाडि किरण आइरहेछ त्यहाँ रोड किरण चाहिँ एक्लै भएर पछाडि बस्ने कोही इन्ट्रेस्टेड हुनुहुन्छ भने चाहिँ कन्ट्याक्ट गर्नु कोही इन्ट्रेस्टेड हुनुहुन्छ किरणकोमा बस्ने कोही केटीले हेरिराख्ने भयो भने यो खाली छ अरे सिट यसो कमेन्ट गर्नु कमेन्ट सौरज तामाङ चाहिँ उसको क्रस हो अरे तर यो भिडियो त्यहाँसम्म पुऱ्याइदिनु तर यो राख्दा अति राम्रो देख्ने यार कस्तो रमाइलो सेफ्टी पनि ठिक यो बाटो चाहिँ अति खुल्ला क्या है दामी रमाइलो चलाउन चाहिँ त्यस्तो खास देखिनु त्यस्तो खास चाहिँ देखिनु होला खै अगाडिबाट देखियो छैन ढाक्या छ मेरो गाडीहरू त्यस्तो अब यो क्यामेरामा देख्दैन यहाँबाट देखिन्छ कि भ्यू हेरौँ है त ल केही छैन केही त छैन त्यहाँ हामी कहाँबाट आएको होला है अघि माथि वहाँ डाँडातिर उताबाट रमाइलो छ ल अब हामी यहाँबाट जान्छौँ यो सब फुटेजहरू कपी गर्छौँ त्यसपछि आफ्नो घरतिर लाग्छौँ गर्नै पऱ्यो के गर्नु अघि तर है त्यो मुसा कहाँबाट आएछ यार हाम्रो त्यो उसमा त्यही भएर त्यो त किरणले यत्तिकै झट्ट हकलेर देखिहाल्यो एउटा भ्यू देखिरहेको छ कि देखिरहेको छैन है तर अति दामी देखिरहेको छ यता अति नै दामी त्यहाँ पनि खतरा हाम्रो मोबाइलबाट खिचिरहेको मलाई यो आइदियो कि ठ्याक्क स्टोरी राख्नु पर्यो रे ब्याक टु त्यो कुरा अघि नै त्यो हाम्रो
त्यो मैले जहिले पनि जाँदाखेरि चाहिँ त्यो अब कोठाहरू यताउता नबनाओस् यताउता भनेर चाहिँ म जहिले पनि झ्याल्दै खुल्लाइ गरेर जान्छु तर त्यो जाली हालेर जान्छ क्या तर आज किन झुक्किएर अब यसले किन रोक्ने यहाँ झुक्किएर त्यो झुक्किएर किन जाली नलाइकन गएछ त्यो बिरालो तर मुसा खाएन क्या त्यसले त्यहीँ छोडेर गयो क्या खाएको भएर हुन्थ्यो त्यहाँ यत्तिकै छोडेर गएछ ल ब्रेक एकछिन हामी त्यहाँबाट कटेर न अलिक कहाँ चापा गाउँ के भन्छ होला यार ल बोर्डमा के नाम हाल्दा पनि छोडिसकेको अहिले यस जहाँ भयो नि पुगिसक्यो हामी तर चापा गाउँ नै हो जस्तो लाग्यो जब समय लाग्छ मलाई सानो बाटोमा पनि ट्रकहरू बुझ्न लाग्छ गएर रहेको छ यो ठाउँ पनि सानो छ तर पुरानो पुरानो घरहरू क्या पर्दियो कस्तो ठुलो यहाँ मलाई भिजाइसक्यो त्यो जल्दी ए यो दाइमा मलाई भिजाइसक्यो तपाईँले मलाई भिजाउनै खोज्या हो भिजोस् न त मलाई बालो पानी पऱ्यो चाहिँ कुर्राको केटाहरूलाई पनि यस्तो केटाहरू सधैँ रेनकोट छ म सधैँ रेनकोट छैन केटाहरू चाहिँ कुरिरहेको छ मलाई त्यही भएर रेनकोट लाउनुपर्छ क्या हिरो मैले रेनकोटै लिएको छैन क्या किनेकै छैन मैले पानी चाहिँ दामी नै पऱ्यो एकछिन ब्रेक लिन्छ होला कस्तो पानी पर्छ एक्कासी यार हो भने पानी परिदिएर बाइक लिन्छ कि हल्का फुल्का चाहिँ भिज्यो केटाहरू चाहिँ सेफ छ बाइक लिन्छ कि बाइक चाहिँ सफा हुन्छ अब एकछिन भिजिहाल्यो सबै भित्रकै खै बाहिर पनि भिज्यो मसँग त रेनकोट थियो मेरो लुगा अलिकति प्यान्ट कसरी भिज्यो प्यान्ट Thank you for watching. Bye bye.